Hello guys, this is Sanla Limbu. Once again, welcome back to my new vlog. So, आज चाहिँ तपाईहरुलाई म के देखाउने बेलामा छु भने चाहिँ म पनि च्याब्रुङ नाच्छु। So आज चाहिँ पर के भन्छ नेजीमा सेमी के भन्छ फाइनल छ नि त भलिबलको। सो हामीलाई चाहिँ हामी अस्तिदेखि यहाँ च्याब्रुङ नाच्दै थियौं नि त। सो हामीले बोलाएको छ। सो देख्न सक्नुहुन्छ मैले चाहिँ अलिअलि जति आउँछ त्यति मेकअप गरेको छु। यहाँदेखि ज्यादा जान्दिनँ गर्न। अब यहाँनिर हल्का लिपस्टिक लाउनु मात्रै बाँकी छ। अन्त ड्रेस लाउनु छ हो। अन्त अहिले तपाईलाई देखाउँछु ल म के गर्दै जान्छु। गाइस फाइनली हामी चाहिँ रेडी भइसकेको अवस्था। अब हामी चाहिँ गाडीमा बसिसकेको छौं। यहाँ हेर्न सक्नुहुन्छ यहाँनिर बहिनीहरु छ, भाइहरु र अघि चाहिँ मैले भ्लग बनाउन पाइन बिजी हो। अन्त अहिले चाहिँ हामी यतिको भइसकेको छौं। लु हेलो भन्देऊ। हेलो। अन्त अहिले हामी जान्दैछौं यहाँनिर। ओके गाइस मिलते हैं थोड़ी देर के बाद। च्याङडुङ धुम यो चाहिँ हाम्रो केसरी है। देखौ त चापी हो त। सो गाइस हामी चाहिँ पुगिसक्यौं तर यहाँनिर गेस्ट आउनु भएको छैन रहेछ। अन्त चाहिँ हामी पर्खीको अवस्था हामी चाहिँ यसरी पर्खिरहेछौँ। मोर देन 1 आवर भइसक्यो पर्खीको हैन। अझै आधा घण्टा लाग्छ रे गेस्ट आउनु हैन। यसै छ है छिट्टो आएर बसेकै छौँ। यति चाहिँ छ मेरो साथी। यति मेरो बहिनीहरु, क्षमाहरु, भाइहरु। र यहाँ आजको विशेष सभापतिको मिस्टर जोन राई यस्तो प्रोग्राममा त मात्रै भन्नुपर्ने नि। यिनीले डक्टर दिएको छ। र उसरी नै आजका मुख्य अतिथि महोदय श्रीमान। सो गाइज अघि चाहिँ मैले त्यस्तो भिडियोजहरु बनाउन पाइन बिकज म चाहिँ त्यहाँनिर 2 राउन्ड नाचेर चाहिँ यति साह्रो मलाई टाउको दुख्यो कि त्यो हुन्छ नि सहनै नसक्ने यस्तो सिभियर हेडेक भएर चाहिँ म चाहिँ घर आइहालेँ। त्यही भएर मैले त्यहाँको अब कतिवटा अरू प्रोग्रामहरु पनि थियो त्यो पनि देखाउँ भनेर सोचेको थिएँ नि त। मेन त त्यहाँनिर फाइनल थियो नि त भलिबलको त्यो देखाउँ भनेर सोचेको थिएँ तर मैले सकिनँ क्या। म त्यो हुनुभन्दा अलिक अगाडि नै म घर आइहालेँ। फोनहरु केही हेर्नै नसक्ने खालको टाउको दुखेको थियो। सो अन्त त्यहाँनिर हामी त्यो च्याब्रुङ नाचेको पनि निले भिडियो गरिदिनु भएको रहेछ नि त। अन्त त्यसलाई पनि सानो एड गरेको छु हो। होप तपाईहरुलाई मनपर्छ, तपाईले इन्जोय गर्नुहुन्छ है। अन्त चाहिँ यति भन्दै यो भ्लगलाई चाहिँ म यहाँ एन्ड गर्न चाहन्छु।